हे पिपुल नमस्ते, दिस इज सन्तोष। वेलकम ब्याक आवर युट्युब च्यानल माइक्रो साइन। आजको यस भिडियोमा तपाईँलाई हृदयदेखि नै स्वागत छ र आज पनि सदा जस्तै नै इन्ट्रेस्टिङ भिडियो लिएर तपाईँहरू माझ उपस्थित भइसकेको छु। जुन आजको यस भिडियो रहनेछ इन्डिया टु नेपाल फन्ड ट्रान्सफर कसरी गर्ने, त्यो पनि विथ योनो एप्लिकेसनबाट चाहिँ नेपालमा कसरी पैसा पठाउने, नेपालको एसबिआई ब्याङ्कमा इन्डिया एसबिआई ब्याङ्क टु नेपाल एसबिआई ब्याङ्कमा कसरी फन्ड ट्रान्सफर गर्ने सबैलाई प्रोसेस देखाउँछु। के कति चार्जेस लाग्छ, के कति प्रोसेस हुन्छ। भर्खर मात्र फिचर लन्च भएको हो, त्यसैले कारणले गर्दाखेरि धेरै मान्छेहरूलाई थाहा छैन। त्यही भएर म तपाईँहरूलाई गरेर देखाउँछु, स्किप नगरी अन्त्यसम्म हेरेर साथ दिनु होला है त। धेरै साथीहरू नेपालदेखि बाहिर भारतमा बस्नुहुन्छ, आफन्तजनलाई नेपालमा पैसा पठाउनुहुन्छ र त्यो धेरै समस्या भइआएको छ। त्यसैले गर्दाखेरि यो भिडियो चाहिँ धेरै साथीहरूले मन पराइदिनु भएको छ र आफ्नो साथीभाइ तथा आफन्तजन जो हुनुहुन्छ भारतमा नेपालमा पैसा पठाउन हुन्छ भने उहाँहरूलाई यो भिडियो सेयर गर्न चाहिँ नबिर्सिनु होला। ल, यो एप्लिकेसन खोलिसकेँ र यस्तो इन्टरफेस खुलेर आउँछ। यहाँनिर फन्ड ट्रान्सफर यहाँनिर जाने। अब यहाँनिर त्योमा चाहिँ यहाँनिर सेन्ड मनी एब्रोड यसलाई क्लिक गरिदिने र यो चाहिँ पहिल्यैदेखि नै बेनिफिसियरी एड गरेर राख्नुपर्ने हुन्छ र यो मैले प्रोसेस सम्पूर्ण बताइसकेको छु र आजको यो भिडियोमा चाहिँ म तपाईँलाई चाहिँ एनएसबिएल इन्डियाको एसबिआईबाट नेपालको एसबिआईमा पठाउन गइरहेको छु। त्यसको तल्लोपट्टि यहाँनिर एनएसबिएल छ र त्यसको लागि पे गर्नुको लागि तपाईँले नयाँ कोही बेनिफिसियरी एड गर्न चाहनुहुन्छ, नयाँ व्यक्तिले पठाउन चाहनुहुन्छ भने यहाँ छ एड पेमा जानुपर्ने हुन्छ र अहिले भने म पेको बटनलाई प्रेस गरिदिन्छु, किनभने मलाई नेपालमा पैसा पठाउनु छ, त्यो पनि एसबिआई ब्याङ्कमा है त। यहाँनिर के हो तपाईँको पर्पज, के को लागि तपाईँले पठाउँदै हुनुहुन्छ त्यो नि राख्नुपर्ने हुन्छ। त्यसै गरी म यसलाई यहाँनिर ट्राभल फर मेडिकल ट्रिटमेन्ट यो राखिदिएँ। अब तपाईँले यहाँनिर नेपाली करेक्सन यो सबै रिडाइरेक्ट गर्नेछ र प्रोसिड गर्नुपर्ने हुन्छ है त। अब यस्तो छ, यहाँनिर तपाईँले कति पठाउन चाहनुहुन्छ त्यो चाहिँ यहाँनिर राख्नुपर्ने हुन्छ। यहाँ इन्डियन रुपिजमा आइएनआरमा राख्यो, एनपिआरमा राख्यो। एनपिआरमा आजको डेटमा म कति पठाउन चाहन्छु भन्दाखेरि 35,000 को चाहिँ कति हुने रहेछ त, 21,000 है, 21,000 हुने रहेछ। ओके, म यति यहाँनिर 35,000 राखेँ र यहाँनिर ब्याङ्क यहाँ सेलेक्ट गर्नुपर्ने हुन्छ, कुन ब्याङ्क है। मैले यहाँ सेलेक्ट गरिसकेँ। अब यसलाई म ब्याक गर्छु र यहाँनिर चेकआउट गर्न सक्नुहुन्छ। कति 35,000 यो चाहिँ नेपाली करेन्सी। यहाँनिर एक्सचेन्ज रेट छ 0.63, यो चाहिँ 1 रुपिजको 1.6, 1 रुपियाँ 60 पैसा भन्ने बुझिन्छ है त। अब यहाँनिर 21,875 यो चाहिँ आइसी करेन्सीमा रहेको छ र ब्याङ्क कमिसन 10 रुपियाँ, यो चाहिँ इन्डियन करेन्सी नै हो, 10 रुपियाँ पनि होइन। अनि ट्रान्जेक्सन चार्ज रुपिस 10 रुपियाँ। अनि यो चाहिँ पे ट्रान्सफर एमाउन्ट चाहिँ 35,000, यो नेपालको 35,000 जानेछ। टोटल डेबिट एमाउन्ट चाहिँ तपाईँको 21,895 रुपियाँ चाहिँ काटिनेछ है त। अब तपाईँले यहाँबाट कुन एकाउन्टबाट डेबिट हुँदैछ तल्लोपट्टि चुज एकाउन्ट टु पे विथ भनेको छ है। अब सेड्युलमा पे गर्नुहुन्छ भने सेड्युलमा गर्न सक्नुहुन्छ, तपाईँले डेटहरू सेट गर्न सक्नुहुन्छ, आफै पेमेन्ट डिडक्सन हुनेछ। त्यो अहिलेको केसमा चाहिँ मलाई जरुरी छैन र म गर्न पनि चाहन्न। गरिसकेपछि अब तपाईँले यहाँनिर सोर्स अफ फन्ड के हो होइन, मेरो डेफिनेटली स्यालेरी हो। अब ट्रान्जेक्सन इन्स्टिट्युसनल सेक्टर कोड भनेको छ, इन्डिभिजुअल अदर राखिदिने। त्यस पछाडि यहाँ जाने नन रेसिडेन्ट इन्डिभिजुअल एक्सपेन्स भनेर यो राखिदिने है त। अब रिमार्कमा के हो होइन, साथीलाई मैले पठाउन चाहन्छु भने साथी राखिदिएँ है त, जे राख्दा पनि भयो, नराख्दा पनि भयो, अप्सनल छ। अब मैले यो यति गरिसकेपछि रिभ्यू ट्रान्जेक्सन डिटेल यति ट्राभल मेडिकल ट्रिटमेन्ट है। यहाँनिर ट्यु कहाँ जाँदैछ, नेपालको एकाउन्ट कसकोमा जाँदैछ, यहाँ जाँदैछ है। फ्रम कहाँबाट, यहाँबाट इन्डियन एकाउन्ट चाहिँ यहाँबाट डिडक्सन हुँदैछ। प्रोसिडको बटनलाई प्रेस गरिदिने र यहाँनिर सेन्ड मनी एब्रोड टर्म्स एन्ड कन्डिसन चाहिँ पढेर बस्नु होला। म चाहिँ अहिलेलाई स्किप गरेँ भन्दा पनि यहाँ चाहिँ टिक गर्नुपर्ने हुन्छ र यो बटनलाई प्रेस गर्नुपर्ने हुन्छ है फर्दर अगाडि बढ्नको लागि। र त्यस पछाडि यहाँनिर एमपिन राख्नुपर्ने हुन्छ, एमपिन राखेर सबमिट गर्नुपर्ने हुन्छ है त। ओके, प्रोसेसिङ रिक्वेस्ट भइसक्यो, रिक्वेस्ट कन्फर्म
ल त गाइज फाइनल्ली अहिलेको केसमा यहाँ हेर्न सक्नुहुनेछ पुरा डिटेल हेर्नको लागि चाहिँ यहाँ थिच्नु होला। ल अब चाहिँ फाइनली यहाँ चाहिँ रिक्वेस्ट गरिसकेको छ। यो पैसा केही समय पछाडि डिडक्सन हुनेछ र नेपालको एकाउन्टमा जानेछ है त। तपाईँले यहाँनिर ट्रान्जेक्सनहरू क्लियरसँग हेर्न सक्नुहुन्छ। एमाउन्ट टु बी क्रेडिट टु पे यो 35,000 जानेछ। यहाँबाट डेबिट पनि त्यति नै भएको छ है। अब एमाउन्ट टु बी डेबिट एलवाइसी भनेको यो इन्डियन करेन्सीमा यति यति यति। रिक्वेस्ट डेट टु डेट भनेको तपाईँको आजको डेट 18/5/26 है, 18 तारिक 12:49 PM है। पे नेम त्यहाँ देखाएको छ, पे एकाउन्ट नम्बर पनि देखाएको छ। ट्रान्जेक्सन रेफरेन्स नम्बर यो चाहिँ इम्पोर्टेन्ट छ है त। यो चाहिँ तपाईँले केही कतामा पर्दाखेरि पैसा गएन प्रब्लम भयो भने यो चाहिँ यहाँनिर ट्रान्जेक्सन रेफरेन्स नम्बर चाहिँ तपाईँले दिनुपर्ने हुन्छ। इन प्रोसेसमा छ माथि यहाँनिर है। ल त गाइज फाइनली मैले यसरी पठाइसकेँ। तपाईँले अब केही समय पछाडि चाहिँ जानेछ। अब यहाँ डन गऱ्यो भने अगाडिको पेजमा आउनेछ। यसरी चाहिँ मैले तपाईँलाई ट्रान्सफर गरेर देखाइसकेँ। एप्रोक्स भन्नु त रिसेन्टली जान्छ भन्छ, तर 10-15-20 मिनट लाग्छ। अलिक तपाईँले मिस्टेक गर्नुभयो भने 2-4 दिन पनि लाग्छ र फेरि वापस यही खातामै आउँछ है त, यदि तपाईँले डेट अफ डिटेलहरू चाहिँ मिस्टेक हाल्नु भएन। हस् त, थ्याङ्क यू सो मच तपाईँले भिडियोलाई कम्प्लिटली हेरिदिनु भएकोमा। यो चाहिँ सेयर नै हुन्छ। तपाईँले म गइसकेको भिडियो पनि देखाउँथेँ कति मिनट पछाडि भयो भन्नाले, तर यो चाहिँ सेयर नै जान्छ। त्यही कारणले गर्दाखेरि त्यति इम्पोर्टेन्ट ठानिनँ। तपाईँले मजाले सेटिङहरू मिलाउनु भएको छ, फर्महरू मजाले फिलअप गरेर सबमिट गर्नुभएको छ भने डेफिनेटली टाइममा पुग्छ। हस् त, अगेन थ्याङ्क यू सो मच भिडियोलाई कम्प्लिटली हेरिदिनु भएकोमा। आगामी दिनमा पनि यस्तै युजफुल र इन्ट्रेस्टिङ टपिकमा भिडियो चाहनुहुन्छ भने हाम्रो च्यानललाई आजसम्म पनि जोडिनु भएको छैन भने डेफिनेटली सब्सक्राइब गरेर हाम्रो आफन्त फ्यामिली बन्न नबिर्सिनु होला। हस् त, नमस्ते, धन्यवाद, जय नेपाल।